खेत रोप्न तयारी ठ्याक्क अब 1-2 दिन या कति दिन पछाडि यो खेत पनि रोपिन्छ। आजको कुरो आज मलाई धेरै मजा आउनेवाला छ। मेरो कहाँ कम्प्लेन गर्ने हो यहाँबाट वहाँबाट यहाँ। आज मेरो भाइ 2 जना खालि मेरा छँदा पढ्ने कहिले घरमा होमवर्क गर्दैनन् क्या। घरमा होमवर्क गर्दैन छैन जहिले छैन भने क्या। अनि आज के अरे 6 क्लासमै पढ्ने विद्यार्थीहरू सानो बहिनी छ क्या यहाँनिर छिमेकीमा। अनि मैले सोधेको अब जहिले कुरा खाँदैन अरे होमवर्क नगरेर। अब थाहै छ अब कान छिलाएर ठोरिदिलाई दामी गरी मजाले अब गाली खुवाउनु पर्यो नि त हौ। अब एक्जाम मेरो कारणले कसैले गाली खान त्यति राम्रो लाग्दैन। तर मेरो भाइ के गर्नु आदतबाट मजबुर छु। अब यो बेलुकाको समय हो। अहिले मेरो खाना पकाउने पनि टाइम भइसकेको छ। अब यो कामबाट फेरि फुर्सद हुने बित्तिकै यहाँबाट फोन जान्छ उहाँबाट त्यहाँ मेरो भाइको घरमा फोन राख्छ। अनि कस्तो हुन्छ होला इमेजिन जस्ट। झन् मैले नै मोबाइल हालेँ। हामी दामी मान्छे हाम्रो मोबाइल यहाँदेखि त्यहाँ पुगिरहेको हुन्छ। अब मोबाइलको डिस्प्ले या डिस्कभर जस्तो होस् हो त्यो च्याराक चुरुक नभएसम्म त अब हामी केटाकेटीको मोबाइल आएको थाहै हुँदैन। पैसा ठुलो केमा मोबाइल पनि त्यस्तै हुन्छ कि त आफै कारणले कि त सानोको कारणले। सो द्याट्स ओके बाई।